ठ्याक्कै 5 वर्ष 8 महिना थुनामा जेल जीवन कटाएपछि वीरगञ्जका वीरञ्जन यादव अन्तत निर्दोष ठहर भएका छन्। त्यसैले म फेरि पनि तपाईहरुलाई भन्छु, ढुक्क हुनुहोस्, नेपालमा न्याय मर्दैन, सबैले न्याय पाउँछन्। तर न्याय पाउँदिलसम्म जिउँदो चाहिँ हुनुपर्छ है। यति बेला नेपाल सरकारका पूर्व गृहमन्त्री तथा राष्ट्रसभा सभापति रवि लामिछाने 50 वर्ष रनिङमा हुनुहुन्छ। साथसाथै उहाँ पनि यति बेला थुनामा हुनुहुन्छ। एकचोटि तपाईँ हामीले आफै कल्पना गरौँ, कति वर्षपछि उहाँ निर्दोष ठहर भएर बाहिर आउनुहुन्छ र देश बनाउनुहुन्छ। तपाईहरु आफै ग्यास गर्नुहोस्। धन्यवाद। ठ्याक्कै 5 वर्ष 8 महिना थुनामा जेल जीवन कटाएपछि वीरगञ्जका वीरञ्जन यादव अन्तत निर्दोष ठहर भएका छन्। त्यसैले म फेरि पनि तपाईहरुलाई भन्छु, ढुक्क हुनुहोस्, नेपालमा न्याय मर्दैन, सबैले न्याय पाउँछन्। तर न्याय पाउँदिलसम्म जिउँदो चाहिँ हुनुपर्छ है। यति बेला नेपाल सरकारका पूर्व गृहमन्त्री तथा राष्ट्रसभा सभापति रवि लामिछाने 50 वर्ष रनिङमा हुनुहुन्छ। साथसाथै उहाँ पनि यति बेला थुनामा हुनुहुन्छ। एकचोटि तपाईँ हामीले आफै कल्पना गरौँ, कति वर्षपछि उहाँ निर्दोष ठहर भएर बाहिर आउनुहुन्छ र देश बनाउनुहुन्छ। तपाईहरु आफै ग्यास गर्नुहोस्। धन्यवाद।